हो त त्यही हुनाले यो ठाउँलाई मैले तपाईँलाई के भन्छु भने यो मासलाई यो चुरेलाई कुन तरिकाले चाहिँ नि हामीले गरेका छौँ योगदान गरेको छु गरे छैन भन्ने कुराहरू यो मासले भन्ने छ यो जनताले बोल्ने छ त्यही हुनाले मैले तपाईँको आजदेखि होइन उहाँलाई मैले यहाँ बोलाउन खोजेको आठैबाट होइन लगभग 5-6 महिना भइसक्यो अस्ति नै पनि मैले तपाईँहरूलाई भनेको थिएँ कि नै तपाईँहरूको शिविरमा कुनै नेता लिएर आउँछु होइन अनि केही कुराहरू राख्छु अलग्गै बोल्नु छ भन्दाखेरि अनि त्यहाँ महिला दिदीबहिनीहरूले केहीले ल ठिक छ हामी तयारी छौँ तपाईँको नेता आउनुहोस् अथवा चाहिँ नि त्यो कुराहरूलाई हुँ राखौँला भन्ने कुराहरू गर्नुभयो अनि उहाँ पनि बिजी उहाँ पनि दौडधुपमा हेर्नुहोस् पार्टी बनाउन अब हामी त दौडेका छौँ अब हामी यता भयो भने आचार्यजी तपाईँ शान्त हुनुहोस् हामी दौडेका छौँ भनौँ बल्ल उहाँको समय नै छैन अझ अर्को ठाउँमा जान पर्ने नै भनेर उहाँ चाहिँ ठुलावालाई थाहा छ त्यसरी अनि चाहिँ उहाँ चाहिँ उपस्थित हुनुभयो यही नै हामीलाई खुसीको कुरो छ यो जनताको चाहिँ आवाज लैदिएर जानुहुनेछ र केही कुराहरू उहाँले चाहिँ राख्नुहुनेछ भन्ने आशामा पनि छ डकुमेन्ट मैले बनाएर एकपट्टि होला दिने भनेर नरिराखेको ल्याएको थिएँ त्यो न उहाँको हातमा रहेछ न उसले ल्यायो त्यस्तो हेर्नु त त्यस्तो गर्न चाहिँ भएन है बरु मसँग छन् अन्त बरु डकुमेन्ट हो त्यसरी पहिला तपाईँको त्यहाँ राखिदियो भाइ भनेर भने मैले अनि त्यहाँबाट त्यहाँ उहाँ राखेकै छैन पछि गएर त्यहाँबाट देउता भाइ भनेर के चाहियो र अरू हुन्छन् भन्यो पछि यहाँ त्यो उहाँले रिसाउनुहुन्छ मलाई त्यही त मलाई दिने कताको खाएर त्यस्तो गर्ने यही लिएर गाई बस्छ डायरी गाली हो डायरी फोटोकपी डबली से देते रानी डायरी माइलो बाबा आउँछ